हेलो हाई गुड मर्निङ वेलकम छ मेरो युट्युब च्यानल। म चाहिँ आज बिहानै मेरो कोरियाको काम कस्तो छ अनि के गर्नुपर्छ मैले कसरी काम गर्छु देखाइरहेको छु। म चाहिँ उठेँ अहिले बिहानको 7 बजेको छ कोरियाको। यस्तो छ है मित्रहरू। अनि बाहिरतिर यस्तो छ, बाहिरतिरको भ्यू चाहिँ घाम झुल्किरहेको छ। यस्तो छ हेर्नु होला। म चाहिँ अब गएर ढोका खोल्यो, बत्ती बाले। अब मेसिनहरू खोल्नु पर्ने हुन्छ। मैले चाहिँ यहाँ मेरो काम चाहिँ बिहानै उठेर चोटी मेसिनहरू खोल्छु। आधी घन्टा अगाडि गएर मेसिनहरू खोल्ने काम चाहिँ जिम्मेवारी चाहिँ मेरो छ। यसरी खोल्नु पर्ने हुन्छ। चाहिँ मेरो बिहानको पहिलो ड्युटी सँगसँगै सुरु हुन्छ यसरी। अहिले खोले है मेरो काम गर्ने ठाउँ। मैले गर्ने कामहरू यस्तैको मैले चाहिँ यसरी मेसिनहरू स्टार्ट गरेँ। अब यो कम्प्रेसर पनि खोल्नु पर्ने हो, अहिले एकैछिनमा खोलौँला। म चाहिँ यसरी मेसिनहरू खोलिसकेको छु। अब एकैछिनमा काम चाहिँ यो मेसिन खोलिसकेपछि मैले एकैछिनमा अब चाहिँ काम चाहिँ अबको 15 मिनटपछि सुरु गर्नुपर्ने हुन्छ। तर यो मेसिन चाहिँ एकछिन यसको तातिर मरेर चाहिँ तापक्रम पुगिन्जेलसम्म चाहिँ म एकछिन रुममै गएर रेस्ट गर्ने छु है। त के गरेँ त मैले लाइट बालेँ, मेसिन अन गरेँ र एकछिनको लागि चाहिँ रुम गएर पानी सानी खाएर आउने काम चाहिँ गर्छु गाइड्सहरू। मित्रहरू मेरो चाहिँ अब 15 मिनट टाइम सक्यो। अब म ड्युटीतिर लागेँ। अब ड्युटी गर्नुपर्ने हुन्छ मैले चाहिँ। यस्तो छ है मित्रहरू। किनभने मैले यहाँ स्पिकर प्रयोग गरेको थिइनँ, त्यही भएर मैले अलिकति यहाँ भित्र चाहिँ आवाजहरू पनि आइरहेको हुन्छ। त्यही भएर मैले साउन्ड अफ गरेको थिएँ। मेरो काम यस्तो छ, के गर्न यस्तै छ साथी हो। परदेशमा काम गर्नै पर्यो, अरूको देशमा। काम त यस्तो गाह्रो त छैन, ठिकै छ। तर पनि लामो टाइम काम गर्नुपर्ने हुन्छ। त्यो बेला चाहिँ कहिलेकाहीँ वाक्क पनि लाग्छ, लाग्न चाहिँ। तर पनि काम गर्नै पर्यो होइन त मित्रहरू। है मित्रहरू काम यस्तो छ। अब काम मैले सुरु गरेँ, मेसिन गराइरहेको छ। काम सुरु गर्छु, हेर्दै गर्नु होला।
काम सकियो। अब चाहिँ म यहाँ कम्पनी यहाँ सफा गर्दैछु। अहिले चाहिँ यो हप्तामा एक दिन चाहिँ कम्पनीमा सफा गर्नुपर्ने हुन्छ। सफा गर्दैछु मित्रहरू म चाहिँ। ल हेर्नुहोस् त गाइजहरू, यस्तो छ है। हामी त साग छुट्टीमा छु कहिलेकाहीँ आफैले खाने लागि रोपिन्छ 1-2 बोट। त्यो चाहिँ अहिले भिजाउँदैछु म चाहिँ। यहाँ भिजाएको छु। यो चाहिँ धनियाँ चाहिँ अस्ति खाइसकियो र यो चाहिँ बिउको लागि राखेको पाक्दैछ। हेर्नुहोस् दाना यस्तो छ। धनियाँको दाना लाग्दैछ। बिउ फैलियो। अब यो बिउ फेरि गर्न सरेर खान सकियो। यसरी बिउ हेरेर छ धनियाँ यस्तो छ। यो चाहिँ अस्तिकै छिपेर भइसक्यो। अब हेर्नु साग खानको लागि एउटा आइटम, 2टा आइटम, 3टा आइटम सागहरू चाहिँ मासुसँग पोलेर खानलाई यो पनि हो। यस्तो छ है गाइजहरू। यस्तरी चाहिँ त्यो छ। अब हेर्नुहोस् आलु चाहिँ भर्खरै भिजाएको थिएँ पानीले, अलिकति लडेको छ, नभए ठिकै थियो। यो आलुको बोट पनि एकदम मजाले चाहिँ खानालाई रोपिरहेको छु थोरै खाली जग्गामा। अनि साग चट्टै यसरी सागहरू छ यहाँ। यो सागै हो, यो पनि खाने नै साग हो। यो आलु यसरी देख्न सक्नुहुन्छ मित्रहरू। थोरै समयलाई चाहिँ यसरी रोपेर कतिको फल्छ भनेर ट्राई गर्दैछु। यो चाहिँ खोर्सानी पनि छ, यहाँ पनि छ। यो चाहिँ अलिकति माटो एकचोटि मात्र खनेर चाहिँ यसलाई एकचोटि सुरुचोटि खने र अर्कोचोटि चाहिँ मल हालेर एकचोटि मात्रै खनेर फेरि लगातार रोपेको थिएँ। यो चाहिँ अलिकति सप्रिएन यहाँ। यो पनि आलु नै हो। अनि यो चाहिँ खोर्सानीहरू फलिरहेको छ यहाँ। यो चाहिँ भेन्डी के भन्छ यसलाई, बैगुन भन्छ होला नेपाली भाषामा। त्यसरी चाहिँ गरिरहेको छु यहाँ। हेर्नुहोस् न गएर चाहिँ यस्तो छ। यसरी खाइन्छ सागहरू। यसरी अलिअलि गरेर खाने हो। यस्तो छ। यो आलु चाहिँ कति फल्छ खनेर हेर्नुपर्ने छ। यस्तो छ है गाईहरू। धनियाँ अब फेरि अर्को लटको धनियाँ तयार भएको छ। छर्ने बेला भइसकेको छ। देख्नु पनि त गाईहरू, हामीले यसरी अलिअलि खेती आफूले खाने चाहिँ साग सब्जी धनियाँ चाहिँ ठाउँ छ भने रोप्दा चाहिँ हुने रहेछ। खोर्सानी पनि हुँदो रहेछ भन्ने चाहिँ भएको छ। तर कतिको फल्छ आलु चाहिँ। साग त खाइँदैछ, व्यापकै खाइँदैछ। धनियाँ पनि खाइयो। धनियाँ चाहिँ किन्नु परेन। अनि यो कोरियाको महँगोमा त्यो बेला फेरि मै है यत्रो सानो मुठाको 5000 5.5 जति पर्छ मार्टमा किन्दाखेरि। आफ्नोमा छ जुनै बेला त्यो फ्रेस टिपेर खाने हो। चटपटे बनाएर खाँदा पनि भयो, जे गरेर खाँदा पनि भयो। होइन मासुमा लाएर पनि चट्ट टिप्ने खाने। फेरि त्यहाँ मार्टको भन्दा यहाँ आफूले रोपेको चाहिँ एकदम छरेको चाहिँ एकदम मिठो अर्ग्यानिक बास्ना आउँदो रहेछ। मैले यसरी चाहिँ सानोतिनो करेसाबारी बनाएर चाहिँ धनियाँ आलु छरेको छु। तपाईँले हेरिदिनु भयो त्यसको लागि धन्यवाद। र मेरो काम कस्तो छ त्यो पनि हेरिदिनु भयो त्यसको लागि तपाईँहरूलाई धन्यवाद। मेरो च्यानललाई सब्सक्राइब, सेयर, लाइक, कमेन्ट पनि गरिदिनु होला। ओके, बाई बाई।